लियोनल मेस्सी दाजुको बुवा जर्ज मेस्सीको 68 वर्षको उमेरमा निधन भएको छ। यो दुःखद समाचार अचानक देख्दाखेरि सम्पूर्ण मेस्सी फ्यानहरूलाई दुःख त पक्कै बनाएको छ। लियोनल मेस्सीलाई एक महान प्रतिभा भनेर चिन्नु अगाडि जर्ज मेस्सीको छोरा भनेर चिनिन्थ्यो र एउटा ठुलो सपना बोकेको बालक। र त्यो बालकको सपना पुरा गर्न बुबाको कति ठुलो योगदान हुन्छ त्यो भनिराख्नु पर्दैन, बयान गर्नु पर्दैन, त्यो हामी सबैलाई थाहा छ। र जर्ज मेस्सीले दशकौँसम्म छोराको बुबा मात्र भएर होइन कि एक असल मार्गदर्शक र एजेन्टको रूपमा जर्ज मेस्सीले लियोनल मेस्सीको अद्भुत करियरमा महत्त्वपूर्ण भूमिका निभाउनु भएको थियो। यति भनिसकेपछि लियोनल मेस्सी दाजुको लागि बुबाको भूमिका उहाँको जीवनमा कस्तो थियो र कति महत्त्वपूर्ण थियो त्यो हामी सजिलै अनुमान लगाउन सक्छौँ। सम्पूर्ण मेस्सी परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् र रेस्ट इन पिस जर्ज मेस्सी।